अहिले पिटी एक्जाममा आएर धेरै स्टुडेन्टले रिडिङ र राइटिङमा 50 भन्दा तल ल्याउनुको सट्टा स्पिकिङ र लिसनिङमा 50 भन्दा कम मार्क्स ल्याइरहेको छन्। यसको मेन इस्यु हजुरहरूको रिपिट सेन्टेन्स र रिटेल लेक्चरको प्र्याक्टिस इनफ नभएर है। अब रिटेल लेक्चरको लागि मैले अरू कुनै भिडियो बनाउँदा अहिले यसरी सोच्नुहोस्, रिपिट सेन्टेन्समा मार्क्स ल्याउनु छ भने स्मुथ बोल्न सिक्नुहोस्, कम्प्लिट बोल्न नसिक्नुहोस्। हामीले यो कुराहरू रिसेन्टली आएर हराउँदै गयो, तर हामीले जब पिटी पढाउन सिकेको थियौँ, जस्तो 5 इयर्स एगो होइन, जतिखेर मैले सिकेको थिएँ त्यतिखेर मार्केटमा सबैलाई थाहा थियो तपाईँहरू फरर बोल्नुहोस् त्यही नै इम्पोर्टेन्ट हुन्छ भनेर। म आफैले 4 साल अगाडि इक्जाम दिन 3 साल अगाडि इक्जाम दिन जाँदा पिटीको मेरो साइडमा बसेर स्टुडेन्टहरूले लिटरली समथिङ 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 भनेर सब्मिट गर्थे। अहिले के छ त, मैले मार्केटमा मैले मेरो आफ्नो स्टुडेन्ट र अरू स्टुडेन्टहरूलाई के देख्छु भन्दा सबैले कम्प्लिसनमा फोकस गरिन्छ। गएर गाइडमा हेर्नुहोस्, 50% हजुरहरूले बोल्नुभयो भने 66% मार्क्स पाउनुहुन्छ कन्टेन्टको लागि। तर यदि स्मुथली बोल्नुहुन्छ र क्लियरली बोल्नुहुन्छ भने फ्लुएन्सी र प्रोनाउन्सिएसनको अलमोस्ट फुल मार्क्स पाउनुहुन्छ, इभन दो हजुरले भनेको कुरा राइट नहोला कम्प्लिटली होइन। अनि त्यो हिसाबले चाहिँ यसो हेर्दाखेरि इट मेक्स सेन्स। मेरो स्टुडेन्टहरू जो स्टुडेन्टहरूले रिपिट सेन्टेन्समा कम्प्लिट भन्न सकेका हुँदैनन् कहिले पनि मक टेस्ट दिँदाखेरि, तर इक्जाममा जाँदाखेरि स्पिकिङमा 90 आउट अफ 90 ल्याएको हुन्छन्। तर उनीहरूको के हो त, एउटै कुरा कन्सिस्टेन्टली गलत बोल्छन्, कहिले सही बोल्छन्, कहिले बोल्न आउँदैन, सधैँ स्मुथ बोल्छन्। फर इक्जाम्पल मेरो अगाडि एउटा सेन्टेन्स छ, गोल्ड इज अ मेटल द्याट अपियर्स नेचुरल्ली एन्ड इन अ प्योर स्टेट भनेर। मानौँ म इक्जाममा गएँ, मैले बिचको भुलेँ, गोल्ड इज अ मेटल, थ्याङ्क यू भेरी मच, दिस इज इम्पोर्टेन्ट, प्योर स्टेट गरेर आइदिन्छु म। तर मैले जब यो गोल्ड इज अ मेटल, थ्याङ्क यू भेरी मच, दिस इज इम्पोर्टेन्ट, प्योर स्टेट भनेर भने, त्यहाँनिर म गएर गोल्ड इज अ मेटल गरेँ त गरेँ होइन नि। त्यो कुरा इम्पोर्टेन्ट हो, बुझ्नुहोस्। स्मुथ बोल्ने इम्पोर्टेन्ट हो, कम्प्लिट बोल्ने इम्पोर्टेन्ट होइन पिटी को रिपिट सेन्टेन्समा।